सबैजनालाई नमस्कार। म चाहिँ सुतेर बसेको छु किन भन्दाखेरि तर फाइनली आज चाहिँ हामी कस्तो देखेछ मलाई कस्तो देखेछ हेर त ल ल ल फाइनली आज चाहिँ हामी भक्तनगरको ऐतिहासिक पोखरीमा बोटिङ गर्न जाँदैछौँ। अनि हामी चाहिँ अब रेडी हुन लागेको सुन्तानिया रेडी हुन लागेको छ। अनि म नि यस्तो ड्रेसअप केही नि गर्दैन, अनि जस्ट प्लान आयो दिमागमा। अनि त्यहाँबाट हामी चाहिँ जाने जहिले हाम्रो युट्युब च्यानल चाहिँ खाजा जस्तो भिडियो हुँदैन। हाम्रो युट्युब च्यानलमा चाहिँ अल टाइपको भिडियोहरू आउँछ। कहिले घुम्न गएको, कहिले खाएको, कहिले के गरेको के गरिन्छ। हामी जे गर्छौँ त्यही देखाउँछ युट्युबमा। जस्तो अब हाम्रो के भन्ने डेली भ्लग जस्तो डेली अपलोड त हुँदैन, त्यही पनि सुरुमा भ्यू चाहिँ त्यतिकै जान्दैन, मोटिभेसनमा आउँदैन, त्यही भएर डेली भिडियो पनि बनाउँदैनौँ। अनि त्यहाँबाट सो त्यही हो गाइज। आज चाहिँ हामी जान्छौँ बोटिङ गर्न। सो हामी रेडी हुन्छौँ, त्यसपछि अब सिधै भेट्छौँ जाने बेलामा। सो गाइज म चाहिँ रेडी भइसकेँ। मेरो चाहिँ यस्तै हो रेडी भएको होइन। सुन्दा त्यो कपाल कोन लगाएछ, के हो त्यो पारा, के हो पारा कपाल कोन लगाएछ, उसलाई चाहिँ भिडियो नगर्नु रे। अनि हामी चाहिँ अब जान लागेको। अब रेडी हुँदैछ मान्छे। यो छोरी मान्छेहरू कामै छैन। कहीँ जानु पऱ्यो निस्क्यौँ भन्यो भने 2 घन्टा लागिसक्छ। कति बज्यो टाइम हेरौँ त, खोइ कहाँ देखाउँछ, ठ्याक्कै 4:33 भइसकेछ। अफ नै हुन लागिसक्यो होला सायद। त के हुन्छ, अफ भयो भने पनि हामी अफ भयो जे भइदियो चाहिँ हामी जान चाहिँ त्यो जान्छौँ। अफ भयो भने बोटिङ गर्दैनौँ, त्यहाँतिरको पोखरी घुम्छौँ। त्यो बोटिङ गर्ने ठाउँ देखाउँछु तपाईँलाई। सो अब चाहिँ हामी लगभग रेडी भइसक्यो। त्यो सनस्क्रिन के लाउने रे हामीलाई चाहिँ पर्दैन केही पनि। म चाहिँ मुख मात्रै धोयो सिद्धिन्छ, मुख पनि यति पानी धुन्छु म, त्यही भएर ल अब हामी हिँड्न लागेको लगाइजहरू। अब हामी चाहिँ अब निस्किन लागेको बोटिङ गर्नलाई। फर्स्ट एक्सपिरियन्स हो, कस्तो हुन्छ। जस बन्द हुनु लाग्यो होला जस्तो लाग्छ। यहाँबाट जानु हामीलाई कति लाग्छ, 15 मिनट जति लाग्छ। चार्ज नआउनु हुन्छ, चाबी लौ ल भाइ रेडी। चप्पल यस्तो लाग्यो, चप्पल लाएर हिँड्यो घुम्न पानी छैन धारामा। हामी जाँदैछौँ बस चढ्ने ठाउँसम्म। यहाँ अगाडिबाट लाग्छ बस। हाम्रो रुम छ नजिकबाट चाहिँ, त्यो 20 रुपियाँ गाडी भाडा लाग्छ। देख्न सक्नुहुन्छ यो चाहिँ सानो मार्केट हो कपडाहरू। क्यामेरा बोकेर फर्स्ट टाइम मार्केट निक्लिसकेको। सबैले मेरो अनुहार मात्रै हेर्छ, के भएको कहिले देखाएको थिएन क्या हो भनेर। क्या हो म अगाडि बस्नु छ माथि साइडमा बस्नुपर्छ ल। ल बस्छ त जी अलि छर्दैन। ल साथीहरू फाइनली हामी पोखरीमा आइसक्यौँ। यो चाहिँ पोखरीको त्यो नाम लेखेको ठाउँ हो, के भन्छ खै पनि। यो चाहिँ ऐतिहासिक पोखरी भनेर लेखेको छ। यो नाम चाहिँ खासै पोखरीको एक्ज्याक्ट नाम चाहिँ थाहा भएन, जस्तै पोखरीको त्यो नाम चाहिँ ऐतिहासिक पोखरी लेखेको छ। ल साथीहरू पोखरीको गेट यही हो। बोटिङ गर्ने सुविधा छ कि छैन त बोटिङ?
छ बोटिङ ल बोटिङको टिकट काट्ने चाहिँ पर हो त्यो घरमा हामी चाहिँ यताबाट घुमेर जाउँ सर एकदम माछा हामी चाहिँ बोटिङ गर्न आएको खासमा ल अरू मान्छे पनि बोटिङ गर्छ हौ बोटिङ गर्दैछ हामी पनि बोटिङ गर्न आएको कस्तो आयो थाहा भएन चाहिँ थोपा किनभने घामले टल्केर हाम्रो गतिल फोन छैन ल ठिक छ टिकट काट्ने ठाउँ आइपुग्यो है आइपुग्यो टिकट काटौँ पहिला ओ सर बोटिङ गरौँ न अझै दुईजना ल टिकट काट्दै उल्टो भयो सिल्टो लानु खै तिमी लाउनु ग्रीन कि ब्लू ल कोट लाउँदा यस्तो देख्दैछ कोट लाउँदा अरे र के भन्छ के लाइफ के ज्याकेट है के ज्याकेट भन्छ कमेन्ट गर्नु साथै मलाई थाहै भएन सफा गर्दै रहेछ फोन खस्दै हाम्रो खस्दैन ओ सरहरू कुन बोटमा जाउँ हामी त्यसमा यसमा जाउँ न यसमा ए यो हानिदिइहाल्छौँ नि यसमा जाउँ न यसमा हेर त्यो झन् सजिलो नि के हुन्छ र म चलाइहाल्छु नि अरे खै आउनु त ल पल्लोमा लड्दैन नि यता बस्छ न होइन त्यही ह्यान्डल छ हेर यता गर नि यसरी उता जान्छ उता गरेर यसरी यता आउँछ है यो छेउभन्दा 10 फिट ग्यापिङमा जाने नत्र ठोकिन्छ अड्केर बस्ला है ल गाइस के हो यो मैले बुझ्नै सकिनँ यार यता बसेको हुने नि यार किन हुनुपर्ने यार त्यो मान्छे क्या सन्का भिडियो बनाएको देखेर हो क्या सबले आएर आज सुनि त उता लस्याक
चप्पल लगाएर आएको हामीलाई हेपे यार कसम भयो हेर्न त के हेर्नु त्यो खै के भन्नु भने जस्तो के ब्लर आयो किन के भयो यो लोड एकतिर भएर होला क्या के भयो यो ठोकिँदैन ह्यान्डल चाहिँ यता छ यसको त्यो उसको भनाइअनुसार चाहिँ ठ्याक्कै त्यो भित्ताभन्दा 10 फिट भनेपछि यति नै होला सायद बिस्तारै जाने नि हाम्रो 100 रुपियाँ पैसा असुल गर्नु परेन यो चाहिँ हाम्रो ह्यान्डल यो चाहिँ ह्यान्डल यता यता नगर्नु न अबे बिस्तार चलाउ न कस्तो होला त्यसले मलाई ह्यान्डल चलाउन आउँदैन भने क्या हो भने के भन्नु यो लाठी जाबे के बेन्नु यार ऊ माछा माछा एकतिर बस्नु पाउनु पर्ने क्या आउनु बरु अहिले त्यतै घोप्टिन्छ नि त नि घोप्ट्यो ले ओ सांगे लड्ला अहिले नगर्नु न कस्तो होला म त चलाउनै त्यो अरे लड्यो भने चाहिँ म फेरि बिस्तारै जाने नि 100 रुपियाँ असुल गर्नु परेन साइकल चलाएको साइकल हुँदैन हल्का यार आउनु केही हुँदैन क्या कहाँ गएर चाहिँ मोड्ने ओइ 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 कहाँ गएर चाहिँ मोड्ने होला त अब त मोड्नै छ नि अलि सजिलै हुँदो रहेछ त्यो मोड्नलाई नि मान्छेहरू बोटिङ नगरेर यस्तरी बसिरहेको छ के मजा आउँदो ल भिडियो बनाऊ न हुन्छ क्या हुन्छ ल है ल हाम्रो के भन्छ यस्तै चला बोट पाइलट माथि गयो के माथि गयो भन्दैछ मेरो साथीलाई तेर्सो बनाउनु भन्दैछ कस्तो होला माथि माथि गयो कि लाग्यो सँगै गयो शीतलमा होइन मकै छ हाम्रो ड्राइभर साइड ड्राइभर भन्दा नि बोट चलाउने अब उता जाऊँ बोट चलाउने ड्राइभरै भन्छ साइ उता जाऊँ न अब तेर्सो बिचबाट जाऊँ भनेको कहाँ बिचैबाट किन घुम्ने कुनामा ओइ उता गयो बिच जाउँ ल धेर घुम्यो यार ला सिधा बनाउनु यो साङ्गे फेरि के गर्यो अहिले मैले हो उता पो गयो त अब उता जानु पऱ्यो यो साङ्गे लाँदा मैले हो यता जाउँ भनेको कस्तो रहेछ के खोराको यो हो ल हामी अड्क्यो ओइ अड्क्यो उतै जाँदैन यस्तो गयो गयो ल उता बल्ल बल्ल सिधा भयो क्या हामीले 100 रुपियाँको के को लागि मात्र यतिको लागि होइन त हेर यहाँ पाइलट भएपछि दायाँ बायाँ हेर्नु पर्यो यता हो हाम्रो गाडीमा चाहिँ लुकिङ ग्लास छैन कहिले खाइदियो त लुकिङ ग्लास मेरा साथी हामी चाहिँ हिँड्दैछौँ इन्जिन गाडीमा बेलाको त घाम फेरि आँखामा उता गएछ नि हामी ऊ त्यो पर जानु खोज्यो त्यो हरियो बुटहरू खै त यहाँ मान्छे
ल साथी हामी चाहिँ सक्छ टाउको दुख्यो गाउँ त के त नि माथि आउनु माथि ल हाम्रो बोट पार्क भइसक्यो हामी चाहिँ हिँडेको अब यो चिज दिनुपर्छ कता कता यो चाहिँ लास्टै गऱ्यौँ हुन चाहिँ यति मात्रै गऱ्यौँ भयो एक्सपिरियन्स खत्तम भयो ज्याकेटको चाहिँ अरूको एक्सपिरियन्स ठिक छ यताबाट बाटो बोटिङ गरिसकेर नि फोटो भिडियो खिच्ने हुन्छ यार अनि त्यत्रो मलाई हामी टिकटक के भने ल फोटो खिच्नु पऱ्यो अरे 1 मिनट हुनसम्म बिजोक भयो यो हामी चाहिँ फोटो खिच्ने चक्करमा हाम्रो चाहिँ उस भयो क्या यो साङ्गे चाहिँ कस्तो छ गयो ट्राइपडको यो भाँच्यो कोही चाहिँ उहाँ खुसी छ टिकटक बनाउनु पायो खुसी मलाई चाहिँ चिन्ता लागिसक्यो मलाई रिस उठिसक्यो म यो ठाउँमा बस्दिनँ म बस्दिनँ जाउँ मेरो यो भाँच्यो क्या यो भाँच्यो यो भाँच्यो यो भाँच्यो आयो यस्तो भयो क्या तर हुन्छ अडिन्छ बाहिर लिएर हिँड्न चाहिँ मिल्दैन अब यो यतापट्टि जस्तो यो कोक्तेङ छ नि कोक्तेङ यस्तो सर्लकै भयो क्या फोन सर्लै खस्यो म त फोन फुट्यो होला भनेको तर फुटेन चाहिँ यस्तो भयो मेरो सर्लको चर्केको छ है दसैँ लाग्यो साथी दसैँ लाग्यो बोटिङ गर्न फेरि ल बाई बाई मेरो ट्राइपड फुटाउने पोखरी यस्तै राखेको नि त खुट्टा यस्तो टेकेर राखेको नि त त्यो हावाले उडाएर हो क्या के भन्नु खै दसैँ लागेको छ जिन्दगीमा पनि काम साम नि केही छैन काठमाडौँमा काम नगरी बसेको भयो लगभग 1 महिना जति भयो के भन्ने के नभन्ने कसलाई भन्ने कसलाई सुनाऊ मेरो मनको पीडा भने जस्तो तिमीलाई सुनाएर के गर्नु तर ठाउँ चाहिँ एकदम पिसफुल थियो तर केही छैन अरू हामी चाहिँ पोखरी घुमेर अब चाहिँ हामी घर हिँड्न लागेको हामी ठ्याक्कै सल्लाहघारीमा छौँ यहाँ सल्लाहघारीमा जाने सल्लाहघारी भन्दा अलिक पल्लोपट्टि यो क्याम्पस भएको ठाउँमा के क्याम्पस थियो यो क्याम्पस सैनिक क्याम्पस भएको ठाउँमा यो यहाँबाट चाहिँ हामीले आजको हामीले यो भिडियो अन्त्य गर्छौँ हस् त बाई बाई थ्याङ्क यू सो मच अनि लाइक पनि गरिदिनु होला भिडियो हेरेर बाई